channel. Guys, let's see the vlog. Guys, आज चाहिँ हामीहरू हाइकिङको लागि त्यो डाँडामा जाँदैछौँ। त्यसले चाहिँ हात्ती खर्के भनेर चिनिन्छ। ओके, हात्ती खर्के डाँडा हो त्यो चाहिँ। अनि त्यहाँसम्म जाने हाम्रो विचार छ। म चाहिँ मेरो अहिले हाई स्कुलको फ्रेन्ड्सहरूसँग जाँदैछु। kind of excited. कति थाकिने हो, I don't know guys, no idea. हामी चाहिँ टोटल 5 जना जान्ला छन्। कसैकोमा केजीमा परेहा, कसैकोमा केजीमा परेहा, करेन्ट फ्राई गर्ने, कोही कोही फेरि कोक ल्याउने, त्यसै त्यस्तै परेको छ। अनि मेरो चाहिँ ससेज फ्राई गर्ने परेको थियो गाइस। And I have bought this. हामीले चिम्नी खोल्नुपर्छ। मलाई चाहिँ बोल्नु लसिजा लाग्छ। अब चाहिँ म ससेज फ्राई गर्छु है त। हाम्रो ससेज चाहिँ लगभग रेडी भइसक्यो भनौँ। राइट नाउ आइ एम फिलिङ सो गुड, किनभने कति पछि म यति छिटो उठेर यो भ्यू हेर्न पाइरहेको छु। और अघिको सधैँ घाम लागिसकेको थियो। माइ गॉड, कस्तो राम्रो देखेको गाइस। अब चाहिँ म त्यो डाँडामा जान्छु। एकदम एक्साइटेड है गाइस म चाहिँ। एन्ड मेरो टिमहरू पनि। गाइस नाउ आम गोइङ ल। यो सब सामानहरू चाहिँ अब म मेरो साथीको ब्यागमा राख्छु। यस। गाइस हामी चाहिँ भेट्दै गयौँ। सी इज माई फ्रेन्ड सन्जिना आयो भन्दै त हेरेर म हाम्रो साथीहरू चाहिँ भेटिसके र हाम्रो साथीहरू चाहिँ यहाँ छन्। या गाइस, यहाँ चाहिँ हाम्रो कोक छ। गाइस अहिले चाहिँ हामीले कोक राखिरहौँ। मलाई चाहिँ एकदम मन परिरहेको यो मुमेन्ट अहिले। दिज आर माई फ्रेन्ड्स। अब चाहिँ पानी कति फोहोर गरेको यहाँ। अब चाहिँ हामी पानी भर्ने। कसको धारा यो भाचिया रहेछ कि कोले भाच्दै रहेछ? यस्तो छैन पहिला धारा थियो पहिला। हजुर कताको अङ्कल? ए कोब्रा आयो अरे अहिले पकाएर खाने साथी भाइकी चाहिँ 8 दिन गर्ने सर्प चाहिँ छ है। सर्प छ ठुलो खतरा सर्प छ। फेरि त्यो 4 छ। व्हाट एनाकोन्डा वाला यो 30 भन्ने के साथी अङ्कल कोब्राको भाइ के मान्छे मार्छ। त्यो त भगै भगै मार्छ नि। हैन सर्प छ भन्छ नि त हौ के हो ब्लगर हो त्यो पनि। मलाई त साथी हो गाइस सर्प पनि ब्लगर हो रे। बोलाउ मने भने चाकर छ। टिमको नम्बर 1 गफाडी साथीहरु यो मान्छे चाहिँ। अनि तिनी चाहिँ दोस्रो तेस्रो सबै यहाँ छन्। म छैन है म त सोझी केटी 1 2 3 गाइस छैन त्यो पनि। चाहिँ 5 भन्छ। अब चाहिँ म ट्याटु गराउँछु हातमा। अब हामीले यस्तो राख्ने हातमा अनि राख्ने। ओह माय गॉड गाइस म्याजिक कस्तो राम्रो देखायो। गाइस आइ एम मिसिङ माई फ्रेन्ड ल। झलक झलक याद आएर मलाई 7 क्लासको नोस्टाल्जिया हिट भन्छ नि त्यही भएर मलाई। वेलकम टु हात्ती खर्के केभ रे। म भित्र देखाउँछु कि यहाँ मेरो भ्युवर्सहरूलाई थाहा छैन। हेर त थाहा छ यो मान्छेले आछु भनेर गफ हानेको। माइ गॉड नजाने कि त्यो पलमा यार। $91 छ एमाजन। गाइस अब चाहिँ हाम्रो डेस्टिनेसन 50 छ। देखाइदे। अब चाहिँ हामी पुग्छौँ र अहिले नै हिट्टी पुग्दा त्यो अटो वहाँ पुग्यो हामी यही ठाउँमा छ। यति राम्रो भ्यू छ साथीहरु। एज यु क्यान सी क्यामेराम्यान देखाउ त। क्यामेराम्यान गाइस हामी चाहिँ अहिले यो कुन बाटोमा गइरहेछौँ हाम्रो टावर जानको लागि। वी डोन्ट नो यो बाटो कुन हो भनेर। र यो जो बाटो यो हात्तीहरुको बाटो जसलाई थाहा थियो तिनीहरूलाई पनि थाहा हैन। र रिस्क लिनुपर्छ भनेर चाहिँ अगाडि अगाडि हिँडिरहेछौँ। पछाडि साथीहरु छन्। अगाडि कोही छैन साथीहरु। म अगाडि अगाडि जान्ने भएर हिँडिरहेको छु। मेरो शरीर कतरी थाहा छैन हाप्लाछु मैले। भयो फर्किम छैन साथीहरु। यहाँसम्म आए बाटो हेर्नु त। रिस्क लिनुपर्छ भनेर अर्को बाटो आएको साथीहरु। नलिम
बाटै छैन कस्तो मान्छे पनि हामी त्यो बाटोबाट हिँडेर आएको छौँ खतरा हो नि तर कि त्यताबाट हाम्रै जाँदाखेरि कसरी जाने क्या जाँदाखेरि त ओह्रालो हुन्छ नै खुट्टा दुख्छ कि फेरि जाँदा बेला जुत्ता साथीहरू टावर चाहिँ त्यहाँ छ है छोडिदिउँ Falling in love महिनामा आइराख्न पाए त कस्तो राम्रो हुन्थ्यो नि 2,000 years later. को खाम्के हेर्नु बस्ने भन्ने हो तान साथीहरू पानी प्यास लगाएर मन लाग्यो पानी नै छैन यहाँ कतै त्यत्रो घरमा मान गयौँ के अरे पानी छैन भन्छन् कोहीकोमा ताला लाहा A few minutes later. गाइस अहिले चाहिँ मलाई हामीलाई कोक खाएर बिसेर एनर्जी आइसकेको छ हामी हाम्रो डेस्टिनेसनमा पुगे जस्तो साथीहरू लगभग आकाश यति राम्रो छ पछि हामीलाई लास्ट याद आउने होला अब यो यस्तो राम्रो भ्यू छ त्यो पनि साथीहरूसँग लिएर टावर त्यति छ सुजल ब्रो चाहिँ त्यहाँ माथि कहाँ टावरमा पुग्लाइसके अनि अर्को चाहिँ त्यहाँ छि यिनी चाहिँ हावा खानु काम भन्छन् कागान कुन्नी के भन्नु गयो तिमी होला अब चाहिँ हिँडेको र साथीहरू अब टावर पुग्नु छ अब हामीलाई हाम्रो दुईजना साथीहरू चाहिँ पुगिसके माथि वेयर गोइङ पानी माग्न आछौँ साथीहरू अहिले चाहिँ हामीहरू दोकान छ भने पानी किन्ने नत्र माग्ने भन्ने सोचे हम बस त्यही पनि त्यस लिएर पानी अङ्कल धन्यवाद एक घन्टा देखि खाएन पानी फाल्छस् बेला धेरै धेरै धन्यवाद है बाई अङ्कल 2 भाइ 3 बहिनी साथीहरू टावर चाहिँ छ है अब गाइज आइ एम फिलिङ सो ह्याप्पी ओइ मान्छे को यो सुतेको उठ हामीहरू हाम्रो डेस्टिनेसनमा पुगिसक्यौँ र यो केटीले चाहिँ गीत खतरा बजाइरहेको छ मजा आइरहेको चाहिँ पानी पनि खायौँ अङ्कलले पानी दिनुभयो अब चाहिँ घुम्ने फोटो खिच्ने अब ट्रुथ अर डेयर पनि खेल्छौँ हामीहरू अनि टिकटकहरू गराउँछौँ खान्छौँ अनि टाइम स्पेन्ड गर्छौँ फाइनल्ली हाम्रो डेस्टिनेसनमा पुगिसकेपछि हामीहरू त्यतिकै यहाँ सुतेर आफू छातामा यसरी चिल गर्दैछौँ किनभने घाम एकदमै छ यहाँ एउटा चाहिँ त्यहाँ सुतिरहन् अर्को चाहिँ त्यहाँ सुतिरहन् अर्को चाहिँ त्यहाँ चाहिँ guys we're going to miss this moment la Samsung hey yata panchi boli kya हो रमाइलो गर यार साथी चाहिँ मलाई हरकत गर्नु मन लाग्छ कति बेला यो साथीहरु बाइ देखो न गाइस देखो न यो मान्छे के होला भनेर रातिमा पनि खिरे रहेछ त्यसै बिबिम्बा बनाउन सामानहरु अन्डा छ अनि यहाँ चाहिँ करेन्ट भयो यहाँ पनि करेन्ट छ गाजर छ यहाँ चाहिँ ससेज छ अनि खुर्सानी छ यहाँ चाहिँ खिर जस्तै भात बनाउन खावाले अनि यो चाहिँ भात र खुर्सानी भात भयो अनि त्यहाँ चाहिँ करेन्ट छ अनि यहाँ चाहिँ कोक चाहिँ हामी बाटोमा खाम के भएन भाडा नल्याए भएर हाम्रो हालत चाहिँ यस्तो भइसक्यो मलाई त बिबिम्बा बिस्ना सोरु हाल्छु तिम्रो भातको मलाई हाल्ने मन पर्छ सोयाबिन जस्तो छ त सोयाबिन जस्तो छ ट्राई गर के ट्राई गर त्यो खाइको हो हाँ भाइ त्यो टप हो त्यस्तो
यिनलाई चाहिँ ससेस मन पर्दैन त्यही भएर मेरोमा हालिदिएर खाने ससेस किन मन पर्दैन हजुरलाई थाहा भएन हजुर सेभ यो अन्डा हाल्नु न भाइ हो के अनि गाइस यो बिबिम्बाप चाहिँ मैले बनाम ल जासले यति माथि टपमा आएर हामीले खाँदैछौँ आजको यो दिनले पनि हामीलाई सपोर्ट गरेर साथीहरू र भर्खर अहिले 12:30 भए इट्स अ ग्रेट थिङ गाइस हामीले चाहिँ खाइसक्यौँ अब चाहिँ यताउता प्याक प्याक हुँदैछ हाम्रो अनि चाहिँ त्यसपछि चाहिँ हामीहरू कहाँ जान्छौँ भनेपछि ऊ त्यहाँ के हुन्छ अरे तिम्रो मोबाइल किन I don't know. गाइस इनको मोबाइल चाहिँ अघिबाट पावर ब्याङ्कबाट त्यो गरेर चार्जै भइरहेको यति अग्लो ठाउँमा म हाइकिङ गरेर माथि आइसकेँ गाइस अनि त्यही माथि यो नेचरले पुरै साथ दिइरह कस्तो दामी के ब्रो कैन यू बिलिभ इट हैन अब चाहिँ पानी पर्ला जस्तो फिल आइरहेको मलाई बादलहरू पुरै लाइन सरी लागेको छ कि यस्तरी लाइन सरी छ गाइस फोटो खिच्ने तरिका गाइस त्यहाँबाट पानी पर्न थाल्यो यहाँ पानी पर्दा अब यहाँसम्म आउला अलि ढिला हुन्थ्यो घर जाँदा बेला अल्छे नआओस् अहिले हामीले यहाँ खेलेर हामी ट्रुथ अर डेयर गाइस in your company would know because my love deserves to be free. I never wanna look at a house in the garden. I never wanna lock you down. I know you're not mine, it's just my turn, but we can still have fun for now. You told me you don't really do commit, trust me, consider your message received. When you said you couldn't take us too seriously, I must admit I was relieved, cause I never wanna play happy families with you, but I like having you around. Fully aware this is a flash in the pan, we can still have fun. त्यो डर लाग्ने बाटोबाट म भर्खर क्रस गरेँ है अब चाहिँ उनीहरू चाहिँ कस्तो गर्छन् त्यसको चाहिँ खुट्टामा घाउ भए अघि हामी भिडियो गरेर आएको थियौँ त्यति बेला लोट्या हो पर्छ होला अब तिमी दुइटै गुरेर आयो भने के गर्ने तिमी दुइटै गुरेर आयो भने हामीहरू घर त लाग्छौँ ल अनि अब चाहिँ रातिको परिहाल्छ होला पाँचजनाको ग्रुपमा कोहीले पनि होमवर्क गरेर खाएन हामीले ए भाइ चाहिँ आइसके थ्याङ्क यू बाबु थ्याङ्क यू सो मच बाई गाइस पानी दिइसकेँ मैले अब चाहिँ पानी खाने अनि जाने त्यहाँ आँप पुरै पाकेको छ अब यिनले हान्छन् लाएन
गाइस म चाहिँ घर पुगिसकेँ अनि आजको दिन एकदमै इन्जोयबल थियो हजुरहरूलाई पनि मजा आयो होला मलाई पनि एकदमै मजा आयो यो चाहिँ मेरो फर्स्ट टाइम होला मेबी कतै घुम्न गएर यस्तो नथाकेको म थाकेको छु बट आम स्टिल ह्याप्पी गाइस यतिको इनर्जी छ मलाई किनभने अब मलाई गएर होमवर्क पनि गर्नु छ म होमवर्क गर्छु साथीहरू रातभरि मिलेर होमवर्क गर्नेछ मैले त्यही हो साथीहरू बाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु गाइस